हाई एभ्रिवान, गुड इभिनिङ सबैजनालाई। र आज चाहिँ म यहाँनिर चिकन विङ्स बनाउन गइरहेको छु एयर फ्रायरमा। र यहाँ चाहिँ मैले अलिकति पुदिना र दहीको चटनी पनि बनाउन गइरहेको छु। साथसाथै मैले पोटेटो फ्राइज पनि बनाउँदैछु। र यहाँ चाहिँ मैले 1 किलो चिकन विङ्स लिएको छु र यसमा चाहिँ मैले 2 चम्मच दही हालेँ, 2 चम्मच अदरक लसुन पेस्ट पनि हालेको छु है। अनि 2 चम्मच मैले यहाँनिर निम्बुको रस हालेँ, अलिकति जिरा पाउडर, अलिकति लाल मिर्च पाउडर अनि अलिकति नुन हालेँ है। र यहाँनिर चाहिँ मैले मजाले यसलाई चाहिँ मिक्स गर्ने हुन्छ र तोरीको तेल पनि अलिकति मैले हालेको छु फ्लेभरको लागि। र यहाँ चाहिँ स्पेसल भने चाहिँ मैले सेजवान चटनी 1 चम्मच हालेर चाहिँ मैले यसलाई हाफ एन आवरको लागि चाहिँ मैले यहाँनिर मेरिनेट गरेँ। र यसरी मैले यहाँनिर मजाले एयर फ्रायरमा चाहिँ यसरी सबै हालेर चाहिँ 25 मिनटको लागि चाहिँ मैले यहाँनिर पकाउन गइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ मेरो चिकन विङ्स चाहिँ रेडी भइसकेको छ। र साथसाथमा चाहिँ मेरो पोटेटो फ्राइज पनि बनेर रेडी भयो। र अब चाहिँ म यहाँनिर मेरो नानीहरूलाई चाहिँ सर्भिङ गर्न गइरहेको छु। र आज चाहिँ मैले मेरो नानीहरूको लागि चाहिँ पोटेटो फ्राइज र चिकन विङ्स बनाएको छु। र तपाईँहरू पनि यसरी नै सिम्पल रेसिपी है बनाएर ट्राई गर्न सक्नुहुन्छ। अनि मैले यसको साथमा चाहिँ दही र पुदिनाको चटनी अनि मैले अलिकति प्याज पनि हालिदिएँ। अनि यहाँनिर मैले डिप पनि बनाएको छु है मायोनिज र केचपको साथमा। यो चाहिँ आलुको लागि है, फ्राइजको लागि। र यसरी चाहिँ मैले सबै सर्भ गरेर चाहिँ आज मेरो नानीहरूको लागि चाहिँ यसरी सर्भिङ गर्दैछु। थ्याङ्क यू फर वाचिङ। बाई बाई।